हेलो गाइज, गुड मर्निङ फ्रम बारपाक। आज हामी बारपाकबाट लाप्राक जाँदैछौँ। यात्रा कस्तो हुन्छ यो भिडियो मार्फत तपाईँलाई देखाउने छौँ। हामी सँगै रहनु होला, स्टे विथ अस र सुरुदेखि अन्तिमसम्म हेरेर साथ दिनु होला। र हामी लाप्राक गएर मर्निङ भ्यूज देखाउने छौँ, त्यहाँको नमुना बस्ती देखाउने छौँ। त्यतिन्जेलसम्मलाई तपाईँ हामीसँगै रहनु होला। अब हामी हाम्रो यात्रा सुरु गर्नेछौँ। लेट्स बिगिन। ल हाम्रो यात्रा सुरु भयो गाइस। तपाईहरुलाई बारपाक लाप्राक सबै दृश्यहरू हामी देखाउने छौँ। हिमालयन माध्यमिक विद्यालय बारपाक। भूकम्पमा मर्नेहरूको 72 जना मृत्यु भयो। उहाँहरूको सम्झनामा यो स्मृति पार्क बनाउने छ। हामी अगाडि बढ्दैछौँ। बारपाक गाउँ सोरसले घर परिवार हुनुहुन्छ ठाउँमा दुईवटा गरेर यही गरेर होला नि, अन्त बाटो छैन के अरे। केही समस्या हाम्रो यहाँ बाटोको फोहोरले गर्दाखेरि समस्या भयो। लाइन बिस्तार बिस्तार गएको ठाउँ। यो ठुलो बढी भएको कारणले गर्दाखेरि ड्राइभिङमा केही समस्या आएको छ। अडिने ठाउँ नै छैन त। अब के डबल लोड है पहाडहरू न्युरो होइन यो त होइन होइन यो त न्युरो होइन उयो कुनै रहेछ नि। लाली गुराँस फुलेर छ कति मजाले। लाली गुराँस भाइ आउँदै हुनुहुन्छ। बाटो त खतरा छ है। झुलोमा टाट गरेर दिन खान झन् लड्यो नि यार। झुलोमा टाट गरेर बाङ्गेर अझै माथि होला नि डाँडामा। लालबाग त अझै यो डाँडा गरेर त जानुपर्छ नि। हो बाटो पहिलाको जस्तै जस्तै रहेछ। घाम झुल्किँदैछ।
हिमालहरू र आज मौसम खराबी कारणले स्पष्ट देख्न सकिरहेको छैन। लापराको नजिक आइपुगेका छौँ, जहाँ पुगेर हामी यहाँहरूलाई सबै दृश्यहरू हामी देखाउनेछौँ। होमस्टे लारपाक नमुना बस्ती कहाँबाट हेर्नेछ होमस्टे देखाउँदैछ हामी तपाईँहरूलाई नयाँ बस्ती। नजिक आइपुग्यौँ उत्तर साइडको। सेतो लाली गुराँस यहाँ विभिन्न थरीका लाली गुराँस देखाइरहेका छन्। सेतो गुलाबी मिक्स छ। सबै कुराको समय हुन्छ। अफरोड आयो फेरि हाम्रो लागि फेरि दुःखको कुरा। हाम्रो याद अफरोड बनाउने छेडहरू आइसकेको छ फेरि पनि। बाटो दुःख रहेछ यहाँनिर। हामी तपाईँलाई देखाउँदैछौँ यहाँ नयाँ बस्ती लापरवाकको भूकम्प पछिको पुनर्निर्माण भएको बस्ती। हेर्नु होला यहाँ सबै बस्ती। लापरवाक नयाँ बस्ती म देखाउँदैछु यहाँ तपाईँहरूलाई। भूकम्प पछिको नयाँ बस्ती। यहाँ 600वटा घर भएको छ भनेर सुनेका छौँ। घुम्नको लागि नयाँ बस्ती होटल एन्ड रेस्टुरेन्ट बसन्ती होटल एन्ड लज। 40,28,315 61 करोड लगानी गरेछ। हेलो गाइज, आज हामी लारपाक
के अरे लाप्राक लाप्राक लाप्राकमा आएका छौँ गोर्खाको लाप्राक। यहाँ हेर्नुहोस् चिसो छ गाइज। बाटो पनि मुस्किल रहेछ निकै लड्दै पर्दै कहिले बाटोले हामीलाई पछार्ने कहिले हामीले बाटोलाई थिच्ने गर्दै हामी लाप्राक आएका छौँ। हाम्रो परिदृश्य यहाँ पारी ब्याकग्राउन्डमा तपाईँले देख्न सक्नुहुन्छ। यो भूकम्पले पूर्ण रूपमा क्षतिग्रस्त भएको क्षेत्र लाप्राक। अनि यहाँ चाहिँ एकदम विध्वंस भएको हुनाले यहाँ पुनः निर्माण गरेको छ एउटा नमुनाको बस्ती। र यहाँ चाहिँ कति छ घरधुरी रे 600 घरधुरी एउटै डिजाइनमा 600 घरधुरी बनाइदिएको छ। एकदम रमणीय स्थल रहेको छ यो लाप्राक। तपाईँले देख्न सक्नुहुन्छ एकदम रमाइलो छ ठाउँ, सुन्दर, हेर्नमा रमाइलो, घुम्नमा पनि रमाइलो एकदमसँगले। तर यहाँनिर दुःखको कुरो चाहिँ बस्ती त बस्यो तर उब्जनीको क्षेत्र भएन र यहाँको अधिकांश मानिसहरू चाहिँ यहाँ हामी देख्न सक्दैनौँ। अधिकांश घरहरूमा ताला लागेको छ। मेरो ब्याकग्राउन्डमा तपाईँले देख्न सक्नुहुन्छ लाप्राक यो बस्तीमा यहाँको 600 घरधुरीमा लगभग 100 घरधुरी मात्रै मान्छे होला। बाँकी 500 घरधुरी जति मान्छेहरू यहाँ हामी देख्दैनौँ। किन भन्दाखेरि यहाँ उत्पादनको निम्ति कुनै सम्भाव्यता छैन। यहाँ कुनै पनि खेतीको निम्ति ठाउँ नै छैन। एकदम रुखो ठाउँ छ। अनि मान्छेहरूलाई बाँच्नको निम्ति पहिला सुरुमा चाहिने खाद्यान्न नै यहाँ नभएको हुनाले मान्छेहरू रोजगारको खोजीमा विभिन्न आफ्नो कार्यको सिलसिलामा एउटा सुविधाको हिसाबले पनि मानिसहरू चाहिँ यो ठाउँ छोडेर अन्तै गएको हामी देख्न सक्छौँ। ल नमस्कार। नमस्ते। अनि भाइ यहीँको हजुर स्थानीय? हजुर। अनि हजुरको नाम चाहिँ? मेरो सुजन गुरुङ। सुजन गुरुङ। घरमा एक्लै हो कि अरू परिवारहरू? दिदीहरू हुनुहुन्छ पोखरातिर। पोखरातिर? अरू कोही हुनुहुन्न? भाइ चाहिँ यहीँ बस्ने हो कि? म तल नै बस्छु, यहीँ बस्छु। यहीँ बस्नुहुन्छ? अनि यो ठाउँलाई के लाप्राक भन्छ होइन? यो ठाउँलाई नयाँ बस्ती पनि भन्छ, कुप्सी पाखा पनि भन्छ। पहिलातिर चाहिँ यहाँ पुरै पाखाहरू थियो अनि पछि भूकम्प आएपछि चाहिँ घर बनाएको संस्थाले। पहिला यहाँनिर भनेपछि जङ्गल थियो। जङ्गल थियो? हजुर जङ्गल। अनि यो जङ्गल फरानी गरेर बस्ती बसाल्यो? हजुर। पहिलाको बस्ती चाहिँ कता थियो? पहिलाको बस्ती तल हो, यहाँभन्दा आधी घन्टा ओह्रालो हिँड्नुपर्छ। आधी घन्टा ओह्रालो तलतिर? हजुर। अनि यहाँनिर घर त नमुनाको बस्ती बनाएछ? हजुर। भनेपछि यहाँ अहिले प्रायः जस्तो घरमा हेर्दाखेरि ताला लागेको देखिन्छ? प्रायः जस्तो यहाँ ताला नै लाग्छ। कोही कोही बस्छ, कोही तलै बस्छ पुरानो बस्तीमा। अनि यहाँका मानिसहरू चाहिँ कहाँ गए त नि? यहाँ मान्छे छैन, मान्छे तल छ, प्रायः जस्तो तलै बस्छ। तल बस्ती छर्को? तल बस्ती छ, पुरानो बस्ती। यो नयाँ बस्ती हो नि त। यो त बनाएर भर्खरै 2075 सालतिर बनाएको बस्ती हो। तर पुरानो बस्ती छ। त्यही त नि। अब यो घरहरू त यत्तिकै छडिएछ। कस्तो व्यक्तिहरू आउने जाने गर्छन् कि अथवा? आउने जाने गर्छ, प्रायः जस्तो तलै बस्छ। यहाँ काम नहुनेहरू चाहिँ माथि बस्छ, काम हुनेहरू चाहिँ तलै बस्छ। बस्न त यहाँ पनि बस्छ? बस्छ, यहाँ पनि 100-200 जति घर चाहिँ बस्छ। होमस्टेहरू छ, यतातिर होटलहरू हुनुहुन्छ। यहाँ मान्छेहरू कतिको आउने जाने गर्छन्? आउने जाने गरिरहन्छ। हो। बर्खाको टाइममा प्रायः जस्तो यतै बस्छ। तल अलि पहिरोहरू आउने डर हुन्छ अनि हिउँदोमा चाहिँ तलै बस्छ। बर्खामा यता बस्ने, यतै बस्छ। हिउँदोमा तल बस्ने। काम हुनेहरू चाहिँ तलै बस्छ, काम नहुनेहरू चाहिँ यही बस्छ। आउने जाने गरिरहन्छ। प्रायः जस्तो मुख्य पेसाहरू चाहिँ के होला? मुख्य पेसाहरू चाहिँ यहाँ चाहिँ प्रायः जस्तो दाजुभाइहरू चाहिँ टेकिङ लाइनतिर छ। आमा बुवाहरू चाहिँ खेतीपाती नै हो। खेतीपाती नै हो। प्रायः जस्तो त्यही पहिला जाने आउने गरिरहन्छ। देश विदेश गइरहेको छ। ल, तपाईँलाई भेटेर खुसी लाग्यो है। धन्यवाद। अनि यो हो लाप्राकको बस्ती, अहिलेको नमुना बस्ती।
यहाँ 600 घरधुरीभन्दा बढी रहेको सुन्नमा आएको छ। यहाँ माथि हरिहरी जङ्गल, डाँडापाखा, लालीगुँरास फुलिराखेको छ। ल गाइज, यो चाहिँ लाप्राकको पुरानो बस्ती। भुइँचालोले छेद विच्छेद बनाएको एकदम यो सङ्गम स्थल हो। अहिले चाहिँ फेरि टिनको घरहरू, टहराहरू बनाइएको छ। तपाईँले देख्न सक्नुहुन्छ यो क्यामेरामा। यसरी चाहिँ बस्ती बसेको छ। यहाँ तल खोलाको छेउमा एकदम तल नमुना माथिको नयाँ बस्ती भन्दा यहाँ तलतिर मान्छेहरू चाहिँ एकदम बाक्लो रहेछ। अनि यहाँ चाहिँ घरहरू थुप्रै, यहाँ 900 घर छन् भन्ने हामीले सुनेका छौँ। यस्तो अवस्थामा यहाँ मान्छेहरू बसेका छन्। एकदम कहाँ हो कहाँ। यो ठाउँलाई के भन्छ अरे? धार्चे गाउँपालिका। धार्चे गाउँपालिका, यो वार्ड नम्बर 4 गोर्खाको लाप्राक भन्ने ठाउँ। यो पुरानो बस्ती हो। भुइँचालो पछि पनि फेरि पनि मान्छेले त्यही स्थललाई नै आफ्नो वासस्थान बनाएका छन्। माथि अघि नै देखाएको त्यो लाप्राकको बस्तीमा मान्छे कम छन् अनि प्राय मानिसहरू चाहिँ यही पुरानै बस्तीमा बस्ने गरेको यहाँ देखिएको छ। यहाँ चाहिँ मान्छेको बाक्लो बस्ती हामी त्यहाँ देख्न सक्छौँ। एकदम चारैतिर हेर्दाखेरि डाँडा काँडा मात्र छन् चारैतिर। यो गहिरो ठाउँमा, खोल्सामा यस्तो ठाउँमा मान्छेहरूको बस्ती बसेको छ। र यहाँ तपाईँले देख्नुहुन्छ। अनि खेतीको लागि पनि त्यस्तरी नै मान्छेले खेती गर्ने गरेका छन्। अनि नयाँ बस्ती चाहिँ यता माथि देख्न सकिन्छ नि। यहाँ चाहिँ पुरानो बस्ती र माथि माथि पनि गाउँहरू छन्। उता पारि पनि एकदम हेभी गाउँ रहेछ। तर अहिले तुवारोले गर्दाखेरि हामी देखाउन असफल भएका छौँ। ल गाइज, यो भिडियो तपाईँहरूलाई कस्तो लागेको छ, आफ्नो मनमा लागेका प्रतिक्रियाहरू दिन नभुल्नु होला। अनि यो च्यानललाई तपाईँले माया गरेर एक सब्सक्राइब ठोक्नु होला। अनि लाइक, कमेन्ट र सेयर गर्नुहोला। र यस्तै नयाँ नयाँ भिडियोहरू तपाईँको बिचमा म ल्याउने नै छु। त्यतिखेरसम्मको लागि बिदा हुन चाहन्छु। ओके, बाई बाई।